हजुरलाई फेरि स्वागत छ मेरो यस भिडियोमा। हेर्नुहोस् त एउटा घरमा जङ्गल जस्तो झार उम्रेको यत्रो लामो लामो झारहरू रहेछन्। अब म यहाँ बसेर ट्याङ ट्याङ काट्दैछु हजुर। अब के गर्नु, गाउँघर भनेको यस्तै रहेछ। आमा बुढी आमा त्यहाँभित्र हुनुहुन्छ, म उहाँलाई सहयोग गर्दैछु र त्यहाँ यस्तो जङ्गलै जङ्गल जस्तो छ, साँप आयो भने पनि थाहा नहुने। त्यहाँ म यो काट्दैछु है। ल गाइजहरू, अब मैले आधी जति काटेँ, अझै नि आधी त बाँकी छ। अब यति भयो, अब यति भैँसीलाई हाल्न पर्यो, त्यसपछि बाँकी काटौँला गाइज। अब यस्तो छ घर, बुढी आमा यहाँ छिन्। अब क्यान त नि अब आफै गर्न पर्यो, छोरो नाति भाइ सबै मै भएँ के अरे। अब पैसा चाहिँ हजुरले हाल्नु पर्यो। ल गाई चाहिँ हालिदिउँ भैँसीलाई है। अब बाँकी अरू नि गर्ने हो। हेर्नुहोस्, केही समय झ्याम काटिसकेपछि मैले यहाँको जङ्गल फाँडेको छु र अहिले एकदमै सुन्दर देखिरहेको छ। त्यस्तो जङ्गल जस्तो घाँस जस्तो छैन। अब यसै गरी सानो काम गरी घरलाई अब राम्रो बनाउने तर्फरमा छु र अहिलेको लागि हस्त धन्यवाद।